राज संस्था र हिन्दू राष्ट्र पुनर्स्थापना गर्ने आन्दोलनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा खैला बैलाको सङ्केत देखिएको छ। नमस्कार दर्शकबिन, अहिले तपाईँ हेर्दै हुनुहुन्छ सर्टकट न्युज र सर्टकट न्युजलाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा संयुक्त आन्दोलन वा आफ्नो छुट्टै आन्दोलन भन्नेमा राप्रपा पङ्क्ति विभाजित छ। सुवेदीको नेतृत्वको समितिमा राज संस्था पुनर्स्थापनाको एजेन्डा बोकेका राजनीतिक दल तथा सबै समूहलाई समेटिएको छ। स्वयं पूर्व राजा ज्ञानेन्द्र शाहको हुकुम बमोजिम बनेको भनिएको त्यही समिति मार्फत संयुक्त आन्दोलन अघि बढाउनु पर्ने पक्षमा राप्रपा इतर समूह छ, तर त्यसमा संस्थापन पक्ष सहमत छैन। संयुक्त आन्दोलन समितिको सदस्यमा अस्वीकार गरेका राजेन्द्र लिङ्गदेन आफ्नो नेतृत्वमा छुट्टै आन्दोलन गर्ने निर्णय पार्टीबाट गराइसकेका छन्। यही चैत 5 गते बसेको राप्रपा कार्य सम्पादन समितिको बैठकले राज संस्था पुनर्स्थापना आफैले आन्दोलन अघि बढाउने निर्णय गरेको थियो। आन्दोलनका कार्यक्रमबारे छलफल गर्न सोही बैठकले 12 गतेका लागि आन्दोलन परिचालन मूल समितिको बैठक बोलाएको छ। उक्त बैठकपछि आन्दोलनका कार्यक्रम के कस्ता रहने भन्ने कुरा थाहा हुने राप्रपा महामन्त्री राजेन्द्र गुरुङ बताउँछन्। राप्रपाले यसअघि नै काठमाडौँ उपत्यका केन्द्रित आन्दोलन घोषणा गरेको छ। अब गर्न लागेको कार्यक्रम त्यसको निरन्तरता भएको बताइएको छ। राप्रपाले प्रतिकूल अवस्थामा पनि मुलुकमा राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको पक्षमा अडन राख्दै आएको हो। अहिले मुलुकमा जुन माहौल बनिरहेको छ, यस्तो बेला हामी गम्भीर हुनुपर्छ अथवा स्वाभाविक हुनु हो। हामीले पूर्व घोषित कार्यक्रम अनुसार नै यसलाई प्रभावकारी बनाउने र आफ्नो उद्देश्य स्थापित गर्न लागि परेका हौँ, उनले भने। 12 गते हामीले आन्दोलन परिचालन मूल समितिको बैठक बसेपछि कसरी कस्ता आन्दोलन गर्ने भन्ने सार्वजनिक गर्छौँ। पार्टीभित्र दुई चिरा हुनुहुन्छ, कसरी प्रभावकारी होला आन्दोलन गर्ने भन्ने थाहा हुन